सबैजनालाई यहाँ सुन्नु यो यहीँ बसोस् यसलाई खर्च कति पेल्नुपर्छ म पेल्छु मेरो छोरा र बुहारी म यहीँ राख्छु भयो अनि नबसेर कहाँ जान्छ छोरी छ राम्रोसँग गरी खा मसँग फर्केर नआइजा राम्रोसँग गरी खा तर जहाँ भेट्छु त्यही गिर्छु मेरो निकालौँ मेरो हजुरआमा निकालौँ राखिदिनु होइन सबैको सिक्ने यसलाई खर्च कति पेल्नुपर्छ कस्तो लाउन खाना दिनुपर्छ म छु तयार पैसा दिने दिन्छु काजी चाहिँ लिएर जाने तपाईँ काजी चाहिँ लिएर जाने काजी लिएर म विदेश जान्छु त दाइ म विदेश जान्छु अनि काजी चाहिँ लिएर जाने अब जाने र नजाने सिधै कुरो हो फेरि अर्को बिहे दर्ता भएको ओरिजिनल काजीको बुढी खोज्छ तपाईँ अहिले कुरा भयो नि होइन तपाईँले सुन्नुभयो नि काजीले के भन भनेर मलाई काजीले त भन नि अनि म काली छु बुढी छु आमासम्मको मान्छे राख्दिनँ भनिसक्यो भन्दा होइन भन कि भनेन होइन भने नि होइन भन्नु मैले भनेको छुइनँ भने नि अनि के भन्नु अब मुस्कुराइरहेको छ हेर्नुहोस् काजीले सासूलाई अपनाएपछि सासूको मुस्कानमा उज्यालै उज्यालो उसले यस्तो नि दाइ तपाईँहरूलाई म सिधै भन्छु होइन यहाँ सुन्नु न तपाईँहरूलाई म सिधै भन्छु एउटा कुरो किनभने उसले मलाई नस्वीकार्दा 10 लाख पैसा कहाँबाट ल्यास् त भन्नु त आफै 10 लाख पैसाको त खेला उहाँको जीवनमा चाहिँ धेरै सहयोग गर्नु मेरो शरीर पनि सम्पे र मेरो पसिना पनि सम्पे नि अनि अब मलाई स्वीकारेन भने त्यो पैसा कहाँबाट जिम्मा दियोस् ठिकै छ ममा ठिकै छ लु तपाईँहरू सबैका छेउमा भन्छु ठिकै छ म छोडिदिन्छु उसलाई तर मेरो 10 लाख पैसा अहिले र अहिले मलाई चुकार्नु पर्यो पैसा चाहियो तपाईँको फोन आयो म त जाएँ अनि फेरि मुसुक्क हाँसेर उठाउनु म जाएँ पनि त छु साइलेन्ट बस्नु बोल्नु दिनु अरे